24 घण्टा अर्थात् एक दिनमा लाइसेन्स रिन्यू गरेर सकिन्छ होला। सकिन्छ यदि तपाईले नयाँ ड्राइभिङ लाइसेन्स पोर्टलबाट अप्लाई गर्नुभयो भने। त्यसको लागि ड्राइभिङ लाइसेन्सको इडिएल भिआरएस पोर्टलमा जानुहोस्। त्यसमा गएर इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स भनेर सेलेक्ट गर्नुहोस्। त्यो सेलेक्ट गरिसके पछाडि तपाईले रिन्यू लाइसेन्स भनेर देख्न सक्नुहुनेछ र त्यस पछाडि तपाईलाई आफ्नो लाइसेन्स नम्बर, एनआईडी नम्बर, डेट अफ बर्थ र इमेल चाहिनेछ। त्यो इन्टर गरिसकेपछि तपाईको मोबाइलमा ओटीपी आउनेछ। त्यो ओटीपी इन्टर गर्नुभयो भने तपाईको एप्लिकेसन एनआईडी भेरिफिकेसनको लागि जानेछ। एनआईडी अफिसबाट एनआईडी भेरिफिकेसन भइसके पछाडि तपाईले मेडिकलको प्रोसेसको लागि जान सक्नुहुनेछ। आफूलाई नजिक पर्ने डाक्टरकोमा गएर मेडिकलको प्रोसेस पनि गराउन सक्नुहुनेछ। मेडिकलको प्रोसेस सकिसके पछाडि तपाईको एप्लिकेसन अफिस अप्रुभलको लागि जानेछ। अफिस अप्रुभलको लागि भने तपाईले आफूलाई नजिक पर्ने ट्रान्सपोर्ट अफिस सेलेक्ट गर्नु होला। अफिस अप्रुभल भइसके पछाडि तपाईलाई लाइसेन्सको राजस्व तिर्नुपर्ने हुनेछ, जुन चाहिँ अनलाइनबाटै गर्न सकिनेछ। त्यसको लागि ईबीपी नम्बर जेनेरेट गर्नु होला। त्यो जेनेरेट गरिसके पछाडि तपाईले पे नाउ भनेर अप्सन देख्न सक्नुहुनेछ। त्यो अप्सनबाट क्लिक गरेर कनेक्ट आइपीएस, ई सेवा, खल्ती र नेपाल पेबाट सजिलै तिर्न सकिनेछ। त्यो पेमेन्ट कम्प्लिट भइसके पछाडि तपाईको लाइसेन्स रिन्यू हुनेछ र विथिन 24 आवर नागरिक एपमा अपडेट पनि हुनेछ। यस्तै जानकारीमूलक भिडियोका लागि फलो गर्न भने चाहिँ नबिर्सिनु होला। धन्यवाद।